Hi guys, it's me Sabina and welcome to a day in my life. आज चाहिँ पब्लिक होलिडे अनि हामी दुवैजनाको छुट्टी थियो अनि फाइनली आफ्टर 2 weeks मैले मेरो मम्मीको रुम सफा गर्ने भनेर डिसिजन लिए। तर सुरुमा हामी गयौँ कोल्स। मलाई त हाम्रो सेकेन्ड होम कोल्स नै हो जस्तो लाग्छ, खै किन हो। एभ्री 2 डेजमा जानुपर्छ हामीलाई कोल्स। अनि त्यसपछि आज चाहिँ मेरो ग्रोसरी सपिङ थियो अनि म चाहिँ यहाँ यो सामान लिएर जानुभित्र भन्दैछु यहाँ। अनि त्यसपछि हामीले सुरु गरे मम्मीको रुम सफा गर्न, ब्ल्याङ्केटहरू अनि त्यो हुन्छ नि के अरे बेडसिटहरू सबै मैले त्यो ब्यागमा हालेर कपबोर्डमा राखेँ। अनि त्यो नचाहिने लुगाहरू चाहिँ हाम्रो रुममा लिएर गएँ। अनि त्यसपछि सबै रुम खाली गऱ्यौँ। त्यहाँ एक्स्ट्रा कपबोर्ड पनि थियो, त्यो पनि मैले मेरो रुममा लगेँ। अनि त्यसपछि हामीले चाहिँ बेडसिट चाहिँ लगाएर राख्थ्यौँ किनभने अब धुलो पर्न सक्छ, बेडसिट त धुन मिल्यो नि त। अनि बेडसिट चाहिँ लगाएर राख्थ्यौँ, अरू चाहिँ सबै कपबोर्डमा हाल्थ्यौँ। अनि दुईजना मिलेर अनि मम्मीको रुममा चाहिँ फेरि किङ साइज बेड छ क्या, अनि त्यो चाहिँ यस्तो ठुलो छ। अनि दुईजना मिलेर मस्त बेडसिट हाल्यौँ मजाले। अनि त्यसपछि उहाँले भ्याक्युम गर्नतिर लाग्नुभयो। अनि मैले पनि गरेको थिएँ है गाइस, तर भिडियोमा चाहिँ उहाँ मात्रै देख्नुहुन्छ। अनि त्यसपछि म पनि उहाँले आधी गर्नुभएको थियो अनि मैले चाहिँ आधी गरेको थिएँ है गाइस। अनि त्यसपछि हामी लाग्यौँ दिदीको घरतिर किनभने आज अङ्कलको फ्लाइट थियो। अनि एकछिन अङ्कललाई भेट्नको लागि हामी गयौँ दिदीको घर। यहाँबाट जस्ट 2 minutes ड्राइभ हो दिदीको घर चाहिँ। अनि त्यसपछि हामीलाई चाहिँ यहाँ बाबुले आफ्नो गाडी देखाउँदैछ पुरै त्यो क्रेन भन्दै। अनि त्यसपछि हाम्रो चाहिँ फ्युचर सुपरस्टार यस्तो राम्रो सिङ्गर हुनुहुन्छ। अनि त्यसपछि म घर आएपछि साथीले पुरै पानीपुरी बनाएर रेडी बनाएर राखेको रहेछ अनि पानीपुरी खाएँ। अनि त्यसपछि मैले मेरो एभ्रिडे रुटिनमा पर्छ अहिले यो, किनभने मम्मीले स्ट्रिक्टली भनेको छ पानी हाल भनेर। अनि मैले होमवर्क गरेँ। बाई गाइज, गुड नाइट।